पानी आने का ना बना मात्र भन्दा बनाउन नै गएर अरे बामुल्ला हो बनाउने तिलक जो पनि बना मात्र हुन् अभिषेक पालेल दिउ न कति हाले बोक्यो न 8,500 भने बेली धुपुडा गयो र त्यो यिनु केटाहरु अब के भन्ने यार 10-15 दिन अगाडि कति दिन गयो म कोन त मुख्य हामीलाई के भन्यो को खाए यो करोड त्यो खगी त 3-4 दिन गयो भन्नु बौरावर दादीको बोका उठाएर दादीलाई फोन गरेर भन्यो छे तिनको बोका त दिनेवाला छ त अनि तिनको ल्याउनु पर्ने मसँग नम्बर पनि नै अब फोन पनि गरेर म जान्थे त के ठटेर किन ल्या त खुल्लो बजारमा रुपैयाँले आउँ रातो रुपैयाँ भने मैले पहिले दिए आउँ रुपैयाँ ल भने पहिले दिए आउँ मेरा घर त्यो असली हरिजन त्यसले दियो 1000 रुपैयाँ नोट दिए 4 पेनको 5 दिन यो को त ल गो खोजिले ओके छोटा यो छोटा छोटे त्यही नान को छोटा यो के तेरा नाम क्या है कपिल कपिल जयगढी हूँ भन जयगढी हो क्या रुपये दे दो त्यसो त्यो रुपये दे खुट्टा दो वो क्या अरे त्यो ऱ्यापर हो त्यो टोपबहादुर जयगढी एउटा वीरबहादुर जयगढी गाउँको त्यसको नाम पनि क्या भयो भोलि प्रेम त्यसलाई टोपबहादुर जयगढी भन्नु गाजा थियो सबको मन त मान्छे ल तिमी अलग्गै किन बस्या हो त तिमी आउन नि एउटा बाजो त्यहाँ किन बस्यो त ओडा आउन नै आऊ पनि यहाँ हाँ प्रसाद बनाए बस एक थाल खाली यार एक थाल हाँ तेमा खुँडामा कलर लगाओ तिलक लगा के पर्छ खुसीले दियो ल एक और ल ल ल खुसी बारी सक्थे उत्र भक्ति खुसी बारी ल खुसीसँग आफ्नो भोगले गुदगुदान हो जा खुसी मनले ल गौत काचा गौत ल खुसी छौँ हामी ल गुदगुदान हो जा ल हे देवी जालबहादुर खुसीसँगले आफ्नो भोग खुसी बारी हाम्रो आफ्ना खुसीले दिया छौ खुसीसँगले ल खुसी बारी ल पर्छ ल ल गुदगुदान हो जा ल गुदगुदान हो जा के छ हाल खबर ल आमा के भन्ना नै के भन्ना ल बुढा पाखा अरे बुढा पाखा आइजा परे माल लगी जेठा आएका छैन ल गुदगुदान हो जा ल सबै आए ल बोग्लो आउनु चामल पुरा बन्छ किन चामल बोग्लो गुदगुदान हो जा ल कुछु लाडी गरे आदु त कसो